हेलो साथीहरू, आज चाहिँ अब अहिले योरी तौली पनि फेरि होइन। आमा यहाँ कुटी उठाउँदै हुनुहुन्छ, भाइ घाँस काट्न गयो अहिले। मम्मी यहाँनिर रिसाइरहनुहुन्छ मेरो मम्मी के आमाले यहाँ चामल केलाउनु भयो। आज चाहिँ म भात खाँदिनँ, म अलिअलि त्यतिकै भात नखाइकन बस्ने भयो। अनि यो क्यारोट र प्याज खोर्सानी छ होइन। क्यारोटलाई के पो भन्थ्यो नेपालीमा? मुला होइन, गाजर गाजर गाजर। अनि यहाँ दाल भिजाएको छ। अब यो दाल र यो पकाउँछु। अर्थ कुन छ देखाइदिइहाल्ने। यो चाहिँ भाइको लागि हो, म खान्न। आज त उठेर ओछ्यान पनि लाग्दैन। अब यही पकाउँछु, यही खान्छु। आज कार्यक्रम छ, कार्यक्रममा जान आँट्या म। कार्यक्रममा जान आँट्या होइन, साथीले बोलाएको कार्यक्रम, त्यहीँ जान आँट्या। त्यही भएर यति मात्र खाएर जान आँट्या। अब डाइटिङको लागि मम्मीले ल्याइदिनु भएको है त क्यारेट चाहिँ। अनि त्यतिकै खानु भन्दै हुन्थ्यो, अनि तर दुईवटा काम एकैचोटि हुन्छ। मलाई दाल पनि खाने नै हो भनेर अनि एकैचोटि पकाएर खान आँट्यो। आज चट्टै घाम लागिरहेछन् चिटिक्क पारेर। अनि यो कस्तो, यो कपाल धोएपछि तालु देखिँदो रहेछ छ्या। जे देखियोस् न, चाया पनि निक्लिन्छ होला फेरि, जे देखियोस्। आज गाई बसिरहेछ, यो पराल खाइरहेछ किन। पराल सबै कुकुरले हो कि केले हो, छरपष्ट पारिदिएको हुन्छ क्या माछबाट। अनि त्यही भएर अघि बिहानभरि बाबाले सोरेर हालेर जानुभयो। अब मैले बिहान धन्दा गरेँ, थलो पखालेँ, के गरेँ। अब टिकटकमा हेर्दै हुन्छ भने लाइक फलो गरिदिनु होला। अब हुन्छ नि त, युट्युबमा हेर्दै हुन्छ भने सब्सक्राइब गरिदिनु होला। 70देखि बढ्दै बढेनन् हौ साथीहरू, गरिदिनु न हौ सब्सक्राइब। यसो भाइ भनेर, अथवा भाइ नै हो के भन्नु त्यहाँभन्दा त, भाइ भनेर यसो सब्सक्राइब गरिदिनु होला। म चाहिँ यहाँ तेल खोल्दैछु, एउटा हातले नखोलिरहेछ त्यसो खोल्यो। अब तेल हाल्छु अलिकति। त कसरी पकाउनु, पकाएको चाहिँ बनाउनु नि भन्नुहुन्छ होला, होइन पकाएको धेरै लामो हुन्छ कि, त्यही भएर पकाएको बनाउँदिनँ। बरु लास्टमा देखाउँछु कस्तो हुन्छ। बनाउनु देखाउँदिनँ, मुला दाल देखेको त हो नि, होइन के देखाउनु। ल साथीहरू बाई। आज अब कुर्ता छुरा लाएर जानुपर्छ। आज छुट्टी छ, भोलिदेखि कलेज स्कुल लाग्छ। अब भोलिदेखि लाग्छ। म चाहिँ जान्छु, भाइ चाहिँ जाँदैन, भाइ घरमै हुन्छ। ल साथीहरू बाई। आज के भन्छ 3 मिनटको मात्र बनाउनु पर्छ, नभए त यति भन्थेँ नि।